जस्तै मैले एकचोटि पोखरामा पास्टर नार्सको विवाह भएको थियो, मनी गएको थिएँ। अनि विवाहमा चाहिँ जाँदै गर्दाखेरि चाहिँ त्यहाँ अब धेरै अन्य जाति मान्छेहरू आउनु भएको थियो, उहाँको बुवाको साथीहरू अरू थुप्रै। अनि सबै मान्छेले चाहिँ एउटा कुरा, किन पवित्र विवाह लेखेको देखेर चाहिँ एकदम उनीहरू रिस उठेछ। अनि उनीहरूले कुरा गर्न थाले क्या, यो क्रिस्चियनको मात्रै पवित्र विवाह, यो मात्रै पवित्र विवाह, हाम्रो यहाँ पवित्र विवाह हुँदैन, यिनीहरूको चाहिँ पवित्र विवाह भनेर चाहिँ उनीहरूको डिस्कस गर्दा उनीहरू अनि म त्यही बिचमा थिएँ। अनि मैले सुनेको कुरा तपाईँलाई गर्दैछु। अनि त्यसपछिबाट चाहिँ रिसेप्सन पार्टी भोलिपल्ट थियो। अनि त्यतिखेर चाहिँ मैले यसको बारेमा चाहिँ डेफिनेसन दिएको थिएँ, किन पवित्र विवाह भनेको, किन भनेको भनेर चाहिँ उहाँहरूलाई बुझाइदिएको। अनि उहाँलाई बुझाइदियो भने मैले वचनबाट त्यही प्रचार गरेको थिएँ। पहिलो पत्रुस 1:18-19 पदको अनुसार एउटा मान्छे यीशु ख्रिस्टको रगतले, अरू सुन चाँदी बहुमूल्य पत्थरले होइन, यीशु ख्रिस्टले क्रुसमा बगाएको रगतले उसको पापको ज्याला तिरेर पवित्र भएको छ। अनि केटी पनि यीशु ख्रिस्टको रगतले पवित्र भएको छ। अनि दुईजना पवित्रको विवाह भएपछि पवित्र विवाह भयो।